अनि रविजीको जोस जाँगर तपाईले कसरी हेर्नु भएको छ? तपाईले पहिला भैरवमा भेट्नु भएको, अब एकछिनमा भेट्नु हुनेवाला छ। उहाँको लागि तपाईले फर्स्ट टाइम भेट्दाखेरि कस्तो महसुस गर्नुभएको थियो? उहाँको जोस जाँगर, उहाँको मेन्टालिटी, उहाँको विचार, उहाँको जाँगर, उहाँको इमोसन कस्तो छ, के छ? अब त्यो तपाईँ म नै आफै दङ्ग पर्छु कि म रवि दाईलाई देखेँ भने नि, अब त्यो जिल्ला परेको रवि दाई हो र जस्तो लाग्छ कि उहाँको फेस, उहाँको बोली, उहाँको दम, अनि उहाँको जुन हुन्छ नि अनुहारमा हुनुपर्ने चमकता नि जस्ताको तस्तै नि छ कि। यदि गल्ती गरेको छ भने नि कोही मान्छेको शिर उज्यालो हुँदैन कि, कतै न कतै त अलिकति नर्भस फिल हुन्छ नि, तर त्यो रवि दाईमा देखिन्छ। रवि लामिछाने कारागारमा भइरहँदाखेरि चाहिँ देशको प्रमुख राजनीतिक दल बन्ला त एमाले कांग्रेस महाधिवेशनको तयारी गरिरहेछन्, निखारिएर नेतृत्व अगाडि ल्याउँदैछन्। हेर्नुहोस् है, फेरि पुराना नेतृत्वहरूले पद छोडेर अर्को प्रतिस्पर्धा हुँदैछ त्यहाँनिर कि प्रमुख दल बन्ला त रासपा। हेर्नुहोस् त अरू दलको अवस्था। प्रमुख दल बन्छ रासपा भन्दा पनि म यही मिडियाहरू मार्फतै आम जनतालाई आह्वान गर्न चाहन्छु, तपाईँ हामी सचिन, अब हामीले यतिका वर्ष हेरेकै हौ, अब नयाँलाई हामीले हेर्नुपर्छ, हामी सुध्रिनुपर्छ, हामी सचिनुपर्छ र हामीले देशलाई निकास गर्ने हो भने युवाले देश हाँक्नुपर्छ भन्ने आम जनता चाहिँ सचिएर चाहिँ यसपालि अब हरेक आन्दोलन गर्दा जितिएन, यो भोटको एउटा आन्दोलन सम्झ्यौँ। यो भोट चाहिँ मतलाई चाहिँ दान भन्दा पनि, दान दिएको कुरा भनेको चाहिँ तपाईँहरूले दान दिएपछि उसले बेचोस्, खाओस्, मारोस्, फ्याँकोस्, हामीलाई मतलब भएन। तर हामीले अब दिएको भोट चाहिँ एउटा बिरुवा हो, जुन बिरुवा राम्रो ठाउँमा रोपेर चाहिँ त्यो बिरुवा हुर्काउनु पर्छ, बढाउनु पर्छ, फलाउनु पर्छ।